ल हामी चाहिँ यतिखेर कोराला नाकामा छौँ। कोराला नाकाको एउटा पसलमा छिरेका छौँ। यहाँ सबैजना साथीहरू यहीँ छन्। कफी खानको लागि चाहिँ यहाँ टक्क कफी रेडी हुँदैछ। हाम्रो यहाँ दाइले कफी बनाउँदै हुनुहुन्छ। हामी कफी खाँदैछौँ। यहाँकै लोकल हुनुहुन्छ उहाँ। यहाँ हाम्रो रामकृष्ण दाइ छन्। हामी चाहिँ जमसङ बजारबाट कति घन्टा भने 7 घन्टामै हामी यो चाहिँ केरला नाकामा आइपुगेको छौँ। तपाईँको के हो भन्दाखेरि चाहिँ यहाँ ठ्याक्क ओर्लिसकेपछि एकदम चिसो हावाले हामीलाई बाहिर बस्ने जुन वातावरण छ नि एकदम असजिलो भएको कारणले गर्दा हामी ट्रेनभित्र अहिले छिरेका छौँ र हामी रेस्टको लागि हामी ट्रेनभित्र छिरेका छौँ र हामी यताको त्यो चाहिँ कफी खाँदैछौँ। अब खान्छौँ। अहिले अलिकति शीतल भएको जस्तो अलिकति महसुस भयो है, अलिकति सजिलो महसुस भइरहेछ अहिले। यो कफी चाहिँ कहाँ दाइ चाइनाबाट ल्याउने हो? हजुर यो चाइनाबाट। चाइनिज कफी हो। चाइनिज कफी है। खानु त कस्तो फ्लेभर छ? ल सर्वप्रथम चेक गर त सर भाइ। ठिक छ फ्लेभर? बवाल हुँदा यार। ठाउँ रमाइलो भए पनि यात्रा चाहिँ बहुत कठिनाइ भयो क्या हाम्रो। एकदम कच्ची बाटो, एकदम गाह्रो, एकदम गाह्रोमा हामी यहाँ आइपुगेको छौँ। तर हेर्नलाई चाहिँ रमणीय ठाउँ रहेछ, राम्रो रहेछ है त। एकदम रमाइलो लागेको छ। अब एकदम खुसी छु, एकदम ह्याप्पी छु। अब अहिले चाहिँ अलिकति चाहिँ सजिलो चाहिँ महसुस भइरहेछ। हामीसँग यता साथीहरू पनि छन्। साथीहरू श्याम सर हेलो। के छ रमाइलो लागिरहेछ? एकदम रमाइलो। अब हामी नाकामा हम चाइनिज सामानहरू छ यहाँ, हामी केही सामानहरू लिने छौँ। अहिले चाहिँ हामीले कफी खान लागेको छौँ। जाडो चाहिँ कतिको फिल भयो? जाडो त एकदम बबाल जाडो छ। हाम्रो यहाँ सरहरू पनि हुनुहुन्छ है, ह्यान्डसम जाडो एकदम फिल भएर हामी चाहिँ ट्याक्क कफी खान लाग्छौँ। हावाले पनि उडाउला जस्तो भयो। ट्रेन चाहिँ बलियो रहेछ यहाँ होइन। ट्याक्क कफी खाएर एकछिन रिफ्रेस भएर हामी चाहिँ ट्याक्क सपिङ अनि फोटो खिच्ने के कसो हुन्छ सबतिर भ्याएर छिटो निस्किने अवस्थामा छौँ। एकदम सैला है, ल ठिक छ। ल बाहिरको म यहाँ बाहिरको कस्तो छ स्थिति म देखाउँछु है। बाहिर त एकदम जाडो छ है, जाडो। लास्ट यतिखेर हावा नचले बेला परेछ ल। एकदम रमाइलो छ ठाउँ है। कोराला नाका यतापट्टि चाइना पऱ्यो। यो ठुलो कन्स्ट्रक्सनहरू, यति राम्रो कन्स्ट्रक्सनहरू चाहिँ यो चाइनापट्टिको। हाम्रो चाहिँ नेपालपट्टिको यो मार्केट, यो बजार नेपाली बजार यतापट्टि छ। यो एकदम यो साइड चाहिँ नेपाल हो। नेपाल छ हामीसँग। याक पनि देखाएको थियो कता याक अघि भर्खर यतै थियो। ठिकै छ देखियो नि कता लगेँ। यहाँ चाहिँ बजार हाम्रो नेपाली बजारको आमा हुनुहुन्छ, उहाँ पनि हुनुहुन्छ। टक्क नेपालीहरूलाई लिएर जाने, चिया कफी खुवाउने। फोटो सेसन चलिरहेको छ यता। यतापट्टि नेपाल यता पऱ्यो। त्यसपछि यतापट्टि लेखिएको छ चाइना। खोइ त साह्रै एकचोटि यतापट्टि चाहिँ चाइना लेखिएको छ, उनीहरूको ल्याङ्ग्वेजमा लेखेको छ। फोटो खिच्नेको सेसन छ फोटो सेसन। ल हेर्नु होला यसो रमाइलो। यतापट्टि हिमालहरू पनि छन्। त्यति पाक्लो परेको छैन। नेपालको झन्डा फर्केर फर्केर आएको छ। वाउ।